तर बाबा केटा त खतरा छ नि के ला यस्तो केटा चाहिँ यता पौडी खेलिरहेछन् ट्र्याकका लाएर होइन सो हेलो नमस्ते पक्कै पनि सबैजना सन्चै आरामी हुनुहुन्छ होला र म पनि एकदम ठिकठाक छु सो यदि भिडियोमा चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु र बेल आइकन थिच्नु होला र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्न नभुल्नु होला सो आज चाहिँ होइन नेपालको नयाँ वर्षको दिन सबैलाई शुभकामना बितेका दिनहरू जे जस्तो भए पनि आगामी दिनहरूमा चाहिँ जे होस् राम्रो रमाइलो सुखमय बितोस् भन्दै सो आज चाहिँ हामी माछा मार्न जान लागेको होइन नयाँ वर्षको दिन पार्नु चाहिँ अब नयाँ वर्षको दिनमा के गर्ने कता जाने भन्ने थियो होइन हामी चाहिँ ठ्याक्क 6-7 जना चाहिँ माछा मार्न जान लागेको सो अहिले चाहिँ हामी यहाँ 2 जना मात्रै आम अर्को बाटो चाहिँ उताबाट चाहिँ 4-5 जना चाहिँ उताबाट अर्को बाटो चरु लगाएको छ होइन सो अहिले चाहिँ हामी चाहिँ लगभग आधी बाटो चाहिँ आइसक्यौँ होइन बाटो चाहिँ यस्तो छ त्यो सालगाडी छ पुरै त्यो चल्दाघरहरू चाहिँ हिँड्न पनि अलि गाह्रो भइरहेछ होइन यो सब हामी लगभग आधा घन्टामा चाहिँ खोला नै पुगिन्छ होला चाहिँ अब उतै खोलामा जाने होइन यो लगभग आइसक्यो हामी चाहिँ बाटो चाहिँ एकदम हिँड्दो छ होइन अलि र त्यो सालको पातहरू झरेर हिँड्न सकिन्छ राम्रोसित त्यो होइन 4-5 चोटि चाहिँ र अहिले चाहिँ हामी खोलामा चाहिँ आइसक्यो अझै ठ्याक्क यो अझै हामी चाहिँ अलिकति तल झरेर चाहिँ जाने हो ठ्याक्क केटाहरू पनि उतै आएको छन् पछि होइन अझै यहाँबाट चाहिँ अझै तल झरेर चाहिँ मार्दै निस्किने भनेर चाहिँ हामी जान लागेको छौँ अझै ठ्याक्क अहिले चाहिँ हामी सबै केटाहरू चाहिँ जम्मा भइयो होइन कति 7 जना भएर चाहिँ आएको ठाउँमा हाल्छ यहाँ ठ्याक्क यहाँ चाहिँ यो जाली माछा चाहिँ यसले ठ्याक्क वाक्नुपर्छ भनेर हिँडेको छौँ होइन हामी चाहिँ अब अलिकति तल बसेर चाहिँ मार्दै निस्किने के भन्न चाहनुहुन्छ हजुर के भन्दिला यति माछा मारिन्छ कति यति मारिन्छ कसम ल एक्लाले एउटा गोटा चाहिँ छोपिसक्नु होइन जिउँदैछ यो चाहिँ ठ्याक्कै सो अब चाहिँ हामी चाहिँ ठ्याक्क अब यहीँबाट मार्दै निस्किने होइन माथि अब ठ्याक्क अब चाहिँ होइन रोटी खाएर केटा माछा मार्ने है सो आजको सुरुवात चाहिँ एउटा माछादेखि चाहिँ भइसक्यो होइन जो सुनसानो छ ट्याक्क ल आजको चाहिँ पहिलो ठुलो माछा होइन अझै अब माथि खोज्दै जाँदा भेटिन्छ नि ल ल छिटो केटा ल सुदर्शन के हो यो सुधे केटा त खतरा छ नि के ला यस्तो चाहिँ अब यसो अब चाहिँ यहाँ चाहिँ पानी तिर्खालाहरू चाहिँ पानी खानु लाग्यो ठ्याक्क यो चाहिँ मुलको पानी हो होइन ठ्याक्क पानी खानु पऱ्यो होइन होस् ठ्याक्कै पौडी खेल्न लागेको छ यहाँ केटाकेटी खेलेर आएर रहेछन् पहिलेदेखि होइन खेल सुधी खेल क्या
जाऊ जाऊ अन्दै होला अरे यार खै ल एउटा चाहिँ यता पौडी खेल्दा छन् ट्याक्क लाएर होइन पौडी सौडी खेलेर चाहिँ यत्तिकै हिँड्दै जा होइन यी केटाहरू चाहिँ यहाँ अगाडि अगाडि हिँड्दैन ठ्याक्क लगाएर खै यार मासु त यहाँ लो है यो माछा त यार तर बबाल त्यो माछा चाहिँ भेटिरहेको छन् होइन हामी चाहिँ ठ्याक्क लाएर यहाँ जुगेमा खै राम्रो छ त्यो राख्नु यहाँ लिउँ न जुगमा छ ट्याक्क छोपीसम्म यत्रोवाला होइन सोच्दा चाहिँ ठ्याक्कै औषली फलोको रहेछ होइन पाकी छ औषली चाहिँ केक दुइटा टिपेर चाहिँ खानुपर्छ होइन यी टिपिदिउ त भाइ लिऊ लिऊ धन्यवाद ट्याक्कै औषल चाहिँ जे होस् सो यता चाहिँ अब ठ्याक्क यहाँ क्रिकेट खेलिरहेको रहेछन् होइन केटाहरू चाहिँ हामी नि यसो अब खेल्दै भन्छ यस्तो खेलेर जाने भन्ने सोचेको होइन चाहिँ हामी चाहिँ केटाहरूसित सल्लाह गरेर चाहिँ एक म्याच खेल्न लागेको छौँ उता केटाहरू आएर रहेछन् होइन ट्याक्क लगाएर चाहिँ केटाहरूले चाहिँ 55 रनका टार्गेट दिएका थिए र अहिले चाहिँ लगभग 4 ओभर भइ छ हाम्रो अहिले चाहिँ ब्याट्सम्यान परेको छ होइन जस अब चाहिँ 10 रनले चाहिँ हामीले जितिन्छ बल हराएर चाहिँ केटाहरू चाहिँ उता बल खेल्न गएको छन् होइन हामी चाहिँ अब यसो माछा मार्न जाम भनेर चाहिँ यसो माछा मार्नको लागि जाम लागेको होइन नास्ता खाएर चाहिँ अब निस्किनु लागेको नास्ता बनाउनु लागेको छन् केटाहरूले चाहिँ ढाक्क लगाएर होइन यता अब यति खाएर चाहिँ निस्किने माछा चाहिँ आज खासै मार्दैन अलि अस्ति चाहिँ मारेको रहेछन् त्यही भएर चाहिँ मार्दैन हामी चाहिँ त्यति परेन होइन अर्को बाटो जाने भन्नु चाहिँ आएको तर यहाँ चाहिँ बाटो बिराएर केटाहरूले पुरा खाडा यस्तो बाटो लिएर हिँडिएछन् वहाँ पुगेछन् 2 दिनजना सो अहिले चाहिँ हामी चाहिँ आधी बाटो चाहिँ आइसक्यो यस्तो त्यहाँ रेस्ट गरेर चाहिँ फेरि हिँड्न लाग्छ हामी चाहिँ अझै लाग्छ हामीलाई चाहिँ आधा 1 घन्टा चाहिँ तर पुग्न चाहिँ हामी हराउनु ल्याइसक्यो उता नै हो घर चाहिँ त्यति पल्तो डाँडामा जस रमाइलो भइहाल्छ चाहिँ होइन केटाहरू चाहिँ सबै घर गइसक्यो हामी चाहिँ 2 जना भएर चाहिँ घर जाँदैछौँ हामी चाहिँ उतापट्टि हो घर चाहिँ होइन मासु चाहिँ आज धेरै मारेको थिएनौँ अलिकति मात्रै मारेको एकजना साथीलाई दियौँ र अहिले चाहिँ अब घर जाने लास्ट गएको छ होइन खुट्टा पनि पुरा झमझम पारेको छ त्यही हरिब निद लाग्ला जस्तो छ सो फाइनल्ली म चाहिँ घर आइपुगिसकेँ होइन जे होस् एकदम आजको दिन चाहिँ जे होस् रमाइलो भयो राम्रो भयो होइन थकाइ पनि लागेको छ जे होस् होइन जे होस् सो आजको भिडियोलाई चाहिँ अब यतातिर एन्ड गर्न चाहन्छु केही कमी कमजोरी भएमा चाहिँ कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला र च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला भन्दै
आजको लागि बिदा हुन चाहन्छु। जस्तो धन्यवाद। जय नेपाल।